हेलो गाइज है गुड मर्निङ फ्रम कहाँ भन्दाखेरि दमौली गाइज होइन र आज म चाहिँ के छ भनेदेखि दमौली बजारतिर चाहिँ म चाहिँ घुम्दै गइरहेको छु होइन एन्ड मेबी तपाईँहरूले चाहिँ घुमिसक्नुभयो होला होइन तर आज म चाहिँ आइरहेको छु गाइज तपाईँहरूलाई दमौली बजार देखाउनको लागि होइन र चाहिँ ओ माई गड कस्तो ब्युटिफुल यार है त्यो डाँडो कस्तो दामी दामी देखियो कि सिन चाहिँ तपाईँहरू चाहिँ कस्तो लाग्यो गाइज होइन एन्ड प्लिज के छ भनेदेखि किप वाच गाइज होइन अब चाहिँ म चाहिँ के छ भनेदेखि दमौली बजारमा चाहिँ म छिरिसकेको छु होइन चारैतिर के छ भनेदेखि डाँडोले चाहिँ सराउन्डिङ छ गाइज होइन ठाउँ सो द्याट इट्स मेक ब्युटिफुल र त्यहाँ देख्न पनि सक्नुहुन्छ नि कस्तो दामी छ होइन सायद त्यही भएर होला दमौलीमा चाहिँ के छ भनेदेखि चाहिँ एयरपोर्ट नहुनुको कारण पनि त्यही नै होला सायद होइन किन भन्दाखेरि चाहिँ प्लेन आउँछ अनि त्यसपछि त्यो डाँडोमा ठोकिन्छ होइन सो द्याट किन भन्दा सराउन्डिङ छ नि त त्यही भएर चाहिँ नभएको होला गाइस होइन र यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ म यो बजारभित्र छिरिसकेको छु जेब्रा क्रसिङ राम्रो तरिकाले बनाएको छ गाइस होइन यो बाटो पहिला एकदम कच्चा कुचुक थियो साँग्रो थियो होइन तर अहिले एकदम वाइट बनाएको छ गाइस होइन बिकज अफ किन भन्दाखेरि चाहिँ हामी जस्ता भ्लगरहरूले चाहिँ भ्लग बनाउनु पाओस् राम्रो गरोस् हेरोस् राम्रोसँग भनेर हो होइन एन्ड ल बस पनि आइपुग्यो है किन नारायणघाटको बस छ फाइनली हेर्दा र चाहिँ अब म चाहिँ यहाँबाट अलिकति चाहिँ लेफ्ट टर्न गर्छु र यहाँ अब चाहिँ यो बजारभित्र स्पेसली सोच्छु गाइज होइन यहाँभित्र के छ त भनेर ओ माई गॉड हाउ ब्युटिफुल गाइज होइन ओ ल क्या रेस्पेक्ट दिएको है ट्याक्क रोक्यो अब तलतिर भएको थियो अहिलेसम्म त कहाँ हुन्छ बरु बाइक रोक म चाहिँ छिर्छु भनिसकेको थियो होला सो द्याट देयर एकदम रेस्पेक्टफुल गाइज होइन एन्ड बजार देख्न सक्नुहुन्छ एकदम यो चाहिँ म सफा रोडमा छु गाइज नामै सफा रोड हो र सो द्याट यो त्यस्तै सफा पनि छ एन्ड कतै पनि केही फोहोर सोहोर यताउता भन्ने केही छैन रहेछ गाइज होइन एकदम निट क्लिन होइन के छ भन्दाखेरि चाहिँ हो हो हाम्रो नेपाल पुलिसको बाइक पनि आओ एन्ड अब चाहिँ हामी अगाडि बढ्दैछौँ होइन बजारमा कहाँ के छ त नि होइन एन्ड यो सफा सडकभित्र छौँ हामी यस्तो सफा छ यो सडक चाहिँ होइन एन्ड चारैतिर के छ भने व्यवसायको माहौल बनिरहेको छ होइन एन्ड घाम पनि एकदम अत्याधिक लागिरहेको छ गाइज होइन अब दमौली जस्तो ठाउँमा यो त तपाईँको अलिक चिसो हुनुपर्ने हो नि त तर पनि यहाँ पनि एकदमै के छ भनेदेखि गर्मी भइरहेको छ गाइज मेरो पुरा यहाँ चाहिँ पुरा कपडा भिजिसकेको छ गर्मीले होइन एन्ड सो द्याट म यो गाडीको पछि हिँडिरहेको छु होइन किनभने धेरै जिन्दगीमा धेरै अगाडि हिँड्नु हुँदैन कि कहिले काहीँ पछि पनि हिँड्नुपर्छ गाइज होइन किन भन्दाखेरि पछि हिँड्नुको पनि छुट्टै मजा छ गाइज सो द्याट होइन एन्ड ओ माई गड के छ हाम्रो प्रहरीज्यूले चाहिँ हामीलाई चाहिँ के अरे वेलकम गर्न बस्नु भएको रहेछ क्या हो होइन फेरि ठोक्ला फेरि पछि भिडियो हेऱ्यो भने होइन यसो जिस्का है नेपाल प्रहरीज्यू एन्ड के छ यहाँ त पुरा ग्राउन्ड रहेछ ठुलो खालको है गाइज ओ माई गड मान्छेहरू ग्राउन्ड छोडेर पुरा चौतारीमा बसिरहेछन् होइन सायद ग्राउन्डमा के छ कार्यक्रम छ छैन रहेछ केही पनि तैपनि चाहिँ ग्राउन्डमा कोही छैन सब मान्छे चौतारीमा बसिरहेछन् किन भन्दाखेरि चाहिँ अहिले चाहिँ गर्मी बढिरहेको छ नि त यो चाहिँ भनेपछि यहाँको चाहिँ यस्तो एउटा यो ग्राउन्ड होइन यो चाहिँ सायद पब्लिक प्लेसहरू यसो के भन्नुहुन्छ भनेदेखि चाहिँ यो कार्यक्रमहरू हुँदाखेरि चाहिँ सायद त्यहीँ हुने होला मेलासेला यताउता होइन हुँदाखेरि चाहिँ त्यहीँ गर्ने होला जस्तो लागिरहेको छ यहाँको अवस्था हेर्दाखेरि चाहिँ जस राम्रो रहेछ ग्राउन्ड साउन्ड यताउता होइन एन्ड बस्नको लागि मान्छेहरूलाई टाइम पास गर्नलाई ब्युटिफुल छ फेरि म फर्किँदैछु त्यही बाटो अघि जुन बाटो आएँ र चाहिँ अब अर्को गल्लीतिर छिर्छु म होइन एउटा त्यहाँ ठुलो एउटा गेट जस्तो थियो अघि के पो लेखेको थियो त्यो गेटमा त्यो गेटभित्र चाहिँ के छ त नि भनेर होइन त्यहाँ चाहिँ कस्तो बनाएको छ त एन्ड यो पनि गल्ली होइन कुन चाहिँ गल्ली हो त त्यहाँ उडाएर लग्यो त्यो बाइक एन्ड आयो कि भनेको यो पनि होइन यो पनि गल्ली पनि होइन कुन चाहिँ गल्ली हो त जस्ट रमाइलो छ होइन बजार चाहिँ ओ ल यही गल्ली हो ओ माई गॉड के हो यहाँ त दामी छ यार होइन यहाँ त पुरा यो चाइनिज मार्केट जस्तो टाइपको बनाएको रहेछ होइन दामी छ यार त पुरा यो के अरे गमला समला हालेर होइन उसमा पोलहरूमा दामी बनाएको रहेछ यो झन् रातिमा चाहिँ भ्यू हेर्ने भनेदेखि झन् बबाल देखिन्छ होला मेरो विचारमा चाहिँ होइन आई गेस र आज चाहिँ के छ एससिई को इक्जाम पनि चल्दैछ रहेछ होइन
गर्मी बढिरहेछ, एसएको इक्जाम चलिरहेछ होइन। अब यहाँ चाहिँ राम्रो रहेछ यार यो मार्केट चाहिँ। नाम के पो यार, नाम बिर्सेँ मैले अघि हेर्नलाई। चारैतिर राम्रो राम्रो एकदम चिटिक्क पारेर राखेको रहेछ पसलहरू पनि होइन। सेम त्यही अनुसारले नै राखेको रहेछ होइन। अब यहाँबाट कता जाने त भन्दाखेरि त्यो सजाएको रहेछ बाटो, दामी तरिकाले सजाएछ होइन यो चाहिँ। तमोली बजारमा यो चाहिँ मलाई एकदम बेस्ट लाग्यो है। म किनकि मार्केटलाई पुरा राम्रोसँग सजाएको रहेछ होइन। यो पुरा गमला जस्तो राखेर होइन। ओ ल हेलो अरे गाइस, ल यो एससीका को चाहिँ अहिले चाहिँ इक्जाम चलिरहेछ र यो चाहिँ कुन चोकमा आइपुगेँ म, कुन चोक हो यो। अब यो चोकबाट चाहिँ अब माथि लाग्नु पऱ्यो होइन। के छ त अवस्था यहाँभित्र। ल गौतम बुद्ध चोक होला पक्कै पनि यो होइन, यो बुद्ध चोक होला। अब यहाँबाट चाहिँ म चाहिँ फेरि फर्किन्छु र यहाँबाट अब कता पुगिन्छ हेर्दै होइन, कता पुगिन्छ अब चाहिँ। यहाँ चाहिँ जस राम्रो रहेछ एकदम छोटो मिठो होइन। अस्ति लास्ट मेरो भिडियो पनि देख्नु होला तपाईँहरूले डुम्री बजारको होइन। डुम्री बजार पनि एकदम राम्रो चाहिँ डिक्क पऱ्यो होइन। छोटो मिठो कतै फोहोर सोहोर यताउता केही भन्ने पनि छैन। त्यो एउटा मान्छे त्यो झ्यापबाट ढालेको थियो त्यति मात्रै हो होइन। अरू केही थिएन। यहाँ पनि एकदमै सफा सुग्घर होइन। एन्ड सबै चिज वेल म्यानेज्ड जस्तो टाइपको के, बाटाहरू फराकिला होइन। मान्छेहरू पनि चाहिँ त्यो पार्किङ मा मात्रै राख्ने, यताउता अन्यथा बाइक साइक राखेका छैनन् होइन। एकदम क्लिन छ जस्तो लाग्यो। तर मलाई एकदम दामी लाग्यो होइन दमौली बजार चाहिँ। एन्ड दमौली बजार इज द वान अफ द के छ भनेदेखि यो भाइरल मार्केट पनि हो होइन। यहाँ चाहिँ के छ भनेदेखि चाहिँ मान्छेहरू चाहिँ के छ भनेदेखि चाहिँ एकदमै इन्ट्रेस्टिङ होइन। तपाईँको चाहिँ यहाँ चाहिँ खासै चाहिँ उस भन्ने चाहिँ त्यो कस्तो सुनेको भन्दाखेरि मैले चाहिँ एकदमै यो कस्तो भन्दाखेरि अलिकति एक्सपेन्सिभ जस्तो टाइपको कि होइन। पहिलाको त कस्तो भन्दाखेरि चाहिँ यो चाहिँ लाउरेहरू बसेको ठाउँ होइन। नेपाल लाउरे होइन, इन्डियन लाउरेहरू। अनि त्यसपछि पैसाको त खोलो बगाउँथ्यो अरे पहिला त तर अहिले छैन है, सब डेउवामटी भइसकेको छ होइन गाइज। सो द्याट म अब चाहिँ बजारबाट निस्केँ होइन। तर बजार रमाइलो कि, सजावट राम्रो होइन बजारको। एन्ड माहौल पनि त्यस्तै बजारको होइन। म अलिकति यहाँबाट चाहिँ अब यता सिधै जान्छु होइन। अनि यहाँ तल अगाडि चाहिँ एउटा के छ पुल पनि बन्दैछ अरे गाइज होइन। यो सिग्नेचर ब्रिज भन्छ त्यसलाई होइन अङ्ग्रेजीमा। एन्ड म चाहिँ त्यहाँ अङ्ग्रेजीमा एक्चुली हेर्न चाहन्छु के छ त त्यहाँ माहौल होइन। अनि ल फाइनली म चाहिँ यहाँ कटेँ होइन बजार हेर्नु न। तर दामी देखिने क्या होइन पुरा एकदम कि यो एज लाइक कस्तो भने पोखरा जस्तो टाइपको एउटा चाहिँ। तर चाहिँ देखिने कि तर छाटकाट एउटा छुट्टै क्या यो। नट लाइक चाहिँ अरू बजार जस्तो कतै म्याच नै खाँदैन कि यो बजार चाहिँ दमौली बजार। मलाई चाहिँ त्यस्तो लाग्यो होइन। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो गाइज होइन कमेन्टमा लेख्नु होला। र चाहिँ दमौलीबाट हुनुहुन्छ भनेदेखि चाहिँ प्लिज सेयर गर्नु होला कस्तो लाग्यो होइन तपाईँको चाहिँ कमेन्ट्सहरू। र यहाँ हेर्नुहोस् आमा दामी भ्यू हो कि, यहाँबाट भ्यू चाहिँ बबाल देखिन्छ गाइज होइन। यहाँ कतिपय त मान्छेहरूले त गाडी रोकेर यहाँबाट फोटो पनि खिचिरहेको हुन्छन् होइन। एन्ड मलाई पनि खिचौँ जस्तो त भइरहेछ। तर चाहिँ अलिकति मनलाई मैले थामिदिएँ। ल मन अब यस्तै हो, अब चाहिँ हामी हिँड्नुपर्छ भनेर चाहिँ हिँडिरहेको छु गाइज। एन्ड यहाँ देख्न सक्नुहुन्छ यो बाटो यस्तो साँग्रो थियो नि, पहिला चाहिँ 1 लेनको मात्र थियो, अहिले 2 लेन बनायो होइन। धेरै राम्रो गर्यो कि विकास पनि यतिको चाहिँ हुनुपर्छ। किन भन्दाखेरि चाहिँ हामी कम दुःख पाएको हो होइन। अब कुन बेला कतातिर कुन चाहिँ गाडी लान्छ थाहै हुन्थेन। तै पनि त्यस्तो तरिकाले पनि हिँडियो बाँचियो होइन अहिलेसम्म। र अब यो चाहिँ ब्रिजमा अब हामी हेर्न जाँदैछौँ। यहाँ ब्रिजको काम चाहिँ के कति भइरहेको छ होइन। यदि ब्रिजको काममा ढिला सुस्ती भएछ भनेदेखि अहिले चाहिँ हामी चाहिँ के छ भनेदेखि कारबाही हानिहाल्नुपर्छ अरे कि होइन। जस्ट चिल गाइज होइन। कसैले चाहिँ के अरे फेरि गाली गर्नलाई फेरि उल्टै मन लाग्छ होइन। वा क्या जम्पिङ ज्याक यो पुरानो बल्ल यतिको चाहिँ यसलाई त यतिको छोडिदिए पनि हुन्थ्यो, यसलाई पिच नगर्ने। किनभने पुरानो यादहरू चाहिँ आइरहेको हुन्छ नि त होइन। सो द्याट चाहिँ यसलाई चाहिँ बरु यति चाहिँ पुल र त्यति बिचमा चाहिँ ग्याप राखिदिने कि। ओ नो ल बल्ल चाहिँ पुलमा छिरेँ म। अनि यहाँ चाहिँ के छ भनेदेखि मेरो राइट साइडमा देख्न सक्नुहुन्छ गाइस यो सिग्नेचर ब्रिज बन्दैछ होइन। कस्तो ब्युटिफुल छ हौ आम्मा चाहिँ होइन। यो चाहिँ बनिसक्यो भनेदेखि त बब्बालै देखिने होला है आम्मा। अनि यहाँ चाहिँ यो खोलामा चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ केटाहरू चाहिँ त्यहाँ चाहिँ पुरा तैरिरहेको छ कि त्यहाँ उसमा टायरमा होइन। तर यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सिग्नेचर ब्रिजको चाहिँ अवस्था चाहिँ बब्बाल देखाएको छ होइन। चाहिँ यसले त झन् दमौली बजारको सिन नै यसले चाहिँ
चेन्ज गर्ने भयो कि अनि यहाँ चाहिँ हेर्नु यहाँ चाहिँ कता देखियो केटाहरू हो केटाहरू चाहिँ मस्त तरिकाले आफ्नै त्यो टायरमा चाहिँ 3-4 जना केटाहरू हालिरहन् होइन एन्ड यही हो गाइज होइन दमौली बजार देखिहाल्नु एन्ड कस्तो लाग्यो आजको भिडियो प्लिज लाइक सेयर सब्सक्राइब गर्नु होला गाइज थ्याङ्क यू फर